आफै न्यायाधीश, आफ्नै अदालत, आफ्नै वकिल हुने दिन गए। अब निष्पक्ष छानबिन हुन्छ, दोषी देखिए सजाय हुन्छ, धेरै ब्रेन वाश गर्न जरुरी छैन। ओके, मैले सबै पढे। गोली चलाउन आदेश दिन पर्दैन माने। देशको प्रधानमन्त्री भएपछि गोली नचलाऊ भन्न सकिन्छ नि? तपाईले यो अर्डर नगरेको भनेर जति पनि तर्क गर्न सक्नुहुन्छ, जसलाई कसैले विश्वास गर्दैन। प्रधानमन्त्रीको हैसियतले तपाईले जिम्मेवारी लिनु हुँदैन र? यदि तपाई आफ्नो देशमा घटिरहेका घटनाहरूको जिम्मेवारी लिन सक्नुहुन्न भने तपाई कसरी एक प्रभावकारी प्रधानमन्त्रीको रूपमा शासन गर्न सक्नुहुन्छ? सरकारको प्रमुख कुन थियो? 23 गते नै घमण्ड दम्ब त्यागेर राजीनामा दिएको भए सायद 24 गतेको विध्वंस हुने थिएन। 23 गते विद्यार्थीको टाउको र छातीमा ताकी ताकी गोली हान्ने यत्रो घटना भइसकेपछि साँझ त राजीनामा आउला कि भनेको अझै उही घमण्डका साथ त्यो अभिव्यक्तिको फलस्वरूप नहुनुपर्ने 24 गतेको घटना भएको हो। आदेश मैले दिएन भन्ने नाटक धेरै भयो ओलीबा। प्रधानमन्त्री भएर नालायक जस्तो हात धुने स्टाइल देखाएर उम्किन खोज्नु कायरता हो। कानुनको नाम लिँदै आफ्नै कुर्सी जोगाउन 19 जना नानी बाबुको लासमाथि राजनीति गर्ने नैतिकता छैन तपाईसँग। शान्ति चाहन्थ्यौ भने घुसपैठ किन रोक्न सकेनौ? सुरक्षा संयन्त्र तिम्रो हातमा थियो, जिम्मेवारी पनि तिम्रै हो। अब कथा सुनाएर होइन, सत्य स्वीकार गरेर जनता सामु घुँडा टेकेर माफी माग। ओली, देश चलाउने हैसियत छैन भने कुर्सी छोड, ड्रामा बन्द गर। सरकार प्रमुख तिमी थियौ। राज्यको बन्दुकले युवा ढल्दा त्यसको जिम्मा कसले लिनुपर्ने? यो भ्रम होइन, यथार्थ हो। राज्यको आदेशमा चलेको बन्दुकले युवाको छाती चिरेको हो। हजार तर्क गर, जति बहाना देऊ, तर सत्य यही हो। मान्छे मरेको जिम्मा तिमीले लिनै पर्छ, किनकि सरकार प्रमुख तिमी नै थियौ। तपाईको आदेश थिएन मानिदिऊ, तर त्यति धेरै विद्यार्थी मरिसकेपछि सरकार प्रमुखले त्यस घटनाको जिम्मा लिनुपर्छ कि पर्दैन? कम्तीमा नैतिक धरातल बाँकी राखेर 23 गते नै राजीनामा दिनु भएको थियो भने 24 गतेको विध्वंस त नहुन सक्थ्यो होला नि त। तत्कालीन घटनाको मुख्य दोषी तपाईको नेतृत्वमा रहेको सरकार नै हो भन्दा अनुपयुक्त नहोला कि कसो हो? देश यो अवस्थामा आइपुग्नुमा तपाईको घमण्ड नै प्रमुख कारण हो भन्ने कुरा सबैलाई थाहा छ। बाँकी छिनोफानो चुनावमा जनताले गर्नेछन्, धैर्य गरौँ है। हावा कुरा, सरकारमा तपाई हुने सम्पूर्ण शक्तिलाई सञ्चालन गर्ने जिम्मा तपाईको हातमा थियो। तपाईले त्यत्रो बालबालिका मरिरहँदा रोक्ने पहल गरेको खै? यसरी भ्रम नछर्नुस्। पहिला बालबालिका उचाल्नेलाई कारबाही गराउनु, अनि त्यो बेला सरकार भाकोले आफू पनि कारबाहीमा हुनुपर्छ। जेलबाट कैदी भगाउने जेएनजीको माग थिएन। सिंहदरबार, संसद भवन, न्यायालय जलाउने कुनै माग थिएन। तर एनजिओ